स्वतन्त्र पार्टीमा तपाईँ चाहिँ प्रवेश गर्दै हुनुहुन्छ भन्दैछ के हो प्रक्रिया अलिकति अगाडि बढ्या हो तपाईँ प्रक्रिया हैन उहाँहरूले मलाई म चाहिँ थुनामा पर्दा चाहिँ उहाँहरूले मलाई सपोर्ट गर्नुभएको थियो उहाँको जो सांसदज्यूहरू हुनुहुन्छ हैन उहाँहरू आउनु भएको थियो सपोर्ट गर्नुभएको थियो सपोर्ट गर्ने क्रममा चाहिँ हामीले चाहिँ उहाँको पार्टी कार्यालयमा गएर हामीले चाहिँ चिया खाएर धन्यवाद त दिनु पर्यो नि भाइ एज अ मानवताको हिसाबले नि धन्यवाद त दिनु पर्यो नि हैन गएर धन्यवाद दिएका हौँ र राष्ट्रिय स्वतन्त्र पार्टी भनेको नयाँ पार्टी हो नयाँ दल हो यस्तो पार्टीहरू अझै धेरै नेपालमा जन्मिनुपर्छ ताकि काङ्ग्रेस एमाले माओवादी भनेको हाम्रो बाउ बाजेको उबेलाको मेरो पालाको म सानोमा हुँदाखेरि 3 वर्ष हुँदाखेरिको प्रधानमन्त्री अहिलेसम्म छ यार परिवर्तन हुनु परेन देशमा नयाँ पार्टी आउनु पर्यो जबसम्म नयाँ पार्टी आउँदैन नयाँ दल आउँदैन देशमा तब यी पुरानो पार्टीहरू जाँदैन हट्दैन यिनीहरूलाई हटाउन भए पनि तपाईको नयाँ पार्टी चाहिँ जन्मिनुपर्छ र राष्ट्रिय स्वतन्त्र पार्टी एउटा यस्तो पार्टी हो जसले चाहिँ यो नेतृत्व गरिरहनु भएको छ उहाँहरूलाई शुभकामना